ल हाम्रो अब पिकनिक हामी सुरु भयो फ्यामिली पिकनिक ल छेमा त खसीको मासु पकाउँदै हुनुहुन्छ सुभाषले यहाँ बियर र कोक सर्भ गर्दैछ आमा बस्नु भएको छ बुवा हेर्नु यता ल यता हेर्नु ल हाम्रो अनिसा म्याडम यता अब रोस्टको तयारी गर्दै हुनुहुन्छ फ्यामिली पिकनिक आज हाम्रो घरमा आफ्नै निजी बगैँचामा आज हाम्रो फ्यामिली पिकनिक हुँदैछ ल हाम्रो पिकनिक कार्यक्रम चालु छ हाम्रो अनिसा म्याडम पुरा रोस्ट बनाउँदै हुनुहुन्छ ठिक छ अहिले पेटमा गएपछि आउँछ ल आज हाम्रो फ्यामिली पिकनिक आज हामी पिकनिक सुरु भयो ल आज हाम्रो पिकनिक सुरु भइसक्यो छेमाले मासु बाँड्दै हुनुहुन्छ आज अर्ग्यानिक हाम्रो केराको पत्तामा हामी खाँदैछौँ अर्ग्यानिक यहीँ गार्डनबाट यहीँ केराको पत्ता यही काटेर यहीँ आज यसैमा हामी पिकनिक सुरु छ एकदमै रमाइलो भइरहेको छ हाम्रो पिकनिक आज आफ्नै बगैँचामा पिकनिक जाँदैछौँ हामी फ्यामिली 2081 साल पुस 6 गते हाम्रो पिकनिक कार्यक्रम सञ्चालन छ एकदमै खुसी तरिकाले हामी सबैजना खाइरहेका छौँ खुसीले मनाइरहेका छौँ ल छेमा एकचोटि यता हेर्नु छेमाले पराठा बनाउँदै हुनुहुन्छ पुरै ल सुभाष ल पराठा पाक्दैछ ल आलु चिप्स पराठा कुखुराको सुप खसीको सुप ल ह्यापी पिकनिक फ्यामिली पिकनिक सबैजना ल्याउ कप देऊ गार्डनमा ए अति मरे भोगिले मलाई त भोगी लाग्यो पराठा खसी मासु मटन भोगी लाग्यो भरे खाने त लु त्यही बाटो दे न लामो दिन्छु यहाँ ल बेबी ल खाने हता छु चेस लो बाजेको त्यसै भएन ल बेबी यता चेस आउ बेबी आउ छिटो चेस बेबीको पोक्नै आँटिसक्यो आज 2021 साल पुस महिनाको 6 गते आज घरमा हामी पिकनिक सेलिब्रेट गर्दैछौँ ल चेस निजी बगैँचामा ल चेस लु चेस गर फेरि बाजेसँग उहाँ देख्छ मामुलाई गुड गर मामु गुड भन्नु मामुले यसो गर्देऊ यता हेर रमाइलो इन्जोय यता चिकन लिलु चोसे मस्ते गरेर मात्र ल बुवा नाच्नु न
छोड्दै अन्त सुँगुरको मासु कोण त जाऊ न तिमी पनि भाले गर्नु तपाईँलाई यो चप्पल खोज्दैछ त भाले पुगो छैन आएको Hey,